नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले केही लोककथा लिएर आएको छु। आशा छ आजका लोककथाहरू तपाईलाई मन पर्नेछन्। पहिलो कथा भालुको खराब सौदा। यो पन्जाबको एउटा पुरानो लोककथा हो। धेरै धेरै पहिलेको कुरा हो। जंगलको छेउमा एउटा सानो झुप्रो थियो। त्यहाँ एउटा बुढो काठ काट्ने र उसकी बुढी स्वास्नी बस्थे। उनीहरूको झुप्रोको ठ्याक्कै पछाडि एउटा धनी मान्छेको ठूलो नासपतिको बगैँचा थियो। बगैँचाको एउटा रुखको हाँगा झुप्रोको आँगनमाथि नै चुकेको थियो। झुप्रोको बारमाथि लत्रिएको थियो। धनी मान्छे असल स्वभावको थियो। उसले भनेको थियो, जति नासपति मेरो बगैँचाबाट तिम्रो आँगनमा झर्छ ती सबै तिम्रा हुन्। त्यसैले बुढाबुढी रुखमा नासपति पाक्ने बेला कुर्न थाले। दिनदिनै आँखा लगाएर हेर्थे कहिले झर्ला भनेर। तर यो वर्ष नासपति छर्नै मानेन। बुढी स्वास्नी त गनगन गर्न थालिहाली, हामी त नासपति कुर्दा कुर्दै भिखारी भयौं बुढो। तपाईलाई काम गर्न पनि मन लाग्दैन, मलाई पनि खाना पकाउन मन लाग्दैन। उसले बुढालाई दिनभरि जंगलमा काठ काट्न पठाउँथे। घरमा फर्कदा सुकेको रोटी मात्र दिन्थे। बुढो दिन प्रतिदिन दुप्लाउँदै गयो। एक दिन त उसले धेरै रिसले भन्यो, आज खिचडी पकाऊ नत्र म मर्छु। बुढोको मुड बिग्रियो। बुढी रिसाउन थालिन्, तर पनि चामल, दाल, घिउ, मसला निकालेर खिचडी पकाउन थाले। खिचडीको बास्ना चारैतिर फैलियो। बुढाको जिब्रोबाट पानी चुहन थाल्यो। तर बुढी सजिलै मान्ने खालकी थिएन। उसले भनी, पहिले एउटा ठूलो भारी काठ ल्याऊ अनि मात्र खान पाउँछौ। बुढो जंगलतिर लाग्यो। आज उसमा जोश थियो। बन्चो र हान्दै हान्दै ठूल्ठूलो भारी काठ तयार पार्यो। ठिक त्यही बेला एउटा ठूलो भालु त्यहाँ आयो। भालुले बुढालाई यति जोशले काठ काट्दै गरेको देख्यो र सोध्यो, हे बुढा, यति धेरै काठ किन काट्दैछस्? बुढाले सबै कुरा सुनायो। खिचडीको बास्ना, बुढीको रिस, सबै। भालु खानाको ठूलो शौकिन थियो। उसको मुखमा पानी आयो। उसले सोध्यो, तिम्री स्वास्नीले मलाई पनि अलिकति खिचडी दिन्छन् होला, म पनि काठ ल्याइदिन्छु। बुढालाई एउटा उपाय सुझ्यो। उसले भन्यो, एकदमै धेरै काठ ल्याऊ, एउटा डङ्गोर नै बनाऊ, तब मात्र खिचडी पाइन्छ। भालुलाई धेरै भोक लागेको थियो, तर खिचडीको लोभले उसले टाउको हल्लायो र जंगलतिर काठ खोज्न लाग्यो। बुढो हँसिलो मुख लिएर घर फर्कियो र सबै कुरा बुढीलाई सुनायो। बुढी रिसले आगो भए, हे बाफ्रे, तपाईले कति खिचडी दिनेर भन्नुभयो? त्यो लोभी भालुले हाम्रो सबै खिचडी सिद्धाइदेला। बुढा डरले सेतो भयो। त्यसो भए हामी चाँडै खाउँ, अलिकति उसलाई छोडिदेऊला। बुढी मानी। दुवैजना भाँडो अगाडि बसेर खान थाले। अलिकति भालुलाई छोड न, एक अर्कालाई भन्दै भन्दै खिचडी एकदमै मिठो लाग्यो र भाँडो खाली भयो। अब दुवैजना झगडा गर्न थाले। तेरो कारणले सबै सकियो। बुढाले चिन्ता मान्दै भन्यो, अब भालु आएर हामीलाई खान्छ। बुढीले एकछिन सोचेर भने, काठ त आउँछ नि, म बाँकी खानेकुरा लुकाउँछु। खिचडीको खाली भाँडो आगोमा राखिदिन्छु, हामी लुक्छौँ। भालु आएर रिस गर्ला, घर भत्काउला, तर काठ बोकेर लैजान सक्दैन। धेरै भारी छ, हामीलाई त फाइदा नै हुन्छ। बुढालाई यो योजना मन पर्यो। दुवैजना ओत लागेर लुके। केही बेरमै भालु ठूलो काठको भारी बोकेर आयो। ए दाउरे नि भनेर करायो। कोही बोलेन। खिचडीको बास्ना पाएर भान्सातिर गयो। भाँडा हेर्यो, एक दाना पनि छैन। भालु रिसले आगो भयो। कुर्सी भाँडाकुँडा फाल्न थाल्यो, भत्काउन थाल्यो, तर खानेकुरा केही भेटिएन। बदला लिन मन त लाग्यो, तर बुढीले भने जस्तै काठको भारी यति ठूलो थियो कि उसले छोडेर जानै मन लागेन। झोक्किँदै घरबाट निस्कदा उसले नासपतिको रुख देख्यो। रुखमा प्रशस्तै पाकेका नासपति झुन्डिएका थिए। भालुलाई एउटा उपाय सुझ्यो, लौ सबै नासपति टिपेर अरू भालुलाई बेच्छु। ऊ बारमाथि चढ्यो र पाकेका नासपति टिप्न थाल्यो। काँचा नासपतिहरू पनि खान थाल्यो। बुढाबुढीहरूलाई नछोडौं भन्ने सोच्यो। बुढाबुढी लुकेर हेरिरहेका थिए। अचानक बुढीलाई हाच्छिउँ आयो। भालुले गोली हानेको ठान्यो। डरले उफ्रिँदै तल झर्यो र जंगलतिर दौडियो। उसले नासपतिले भरिएको खिचडीको भाँडो पनि त्यही छाडिदियो। यसरी बुढाबुढीले खिचडी पनि खाए, काठको ठूलो भारी पनि पाए, त्यसमाथि नासपतिले भरिएको भाँडो पनि पाए। अनि भालु, उसलाई त काँचा नासपति खाएर पेट दुख्यो, खाली हात जानु पर्यो र लाजले जंगलको गहिरो कुनामा लुकेर बस्नु पर्यो। यस कथाबाट लोभले सधैँ घाटा हुन्छ, चाहे मान्छे होस् वा भालु होस् भन्ने शिक्षा लिन सकिन्छ। लागौं अर्को कथातर्फ। कथाको शीर्षक कन्जुस किसानको सुनको घैँटो। धेरै पहिलेको कुरा हो।
नेपालको एउटा सुन्दर गाउँमा एकजना किसान बस्थे। उसको नाम रामबहादुर थियो। रामबहादुर धेरै मेहनती मान्छे थिए। बिहानदेखि बेलुकीसम्म उनी आफ्नो खेतमा काम गर्थे। घाम होस् वा पानी, उनको मेहनतमा कहिल्यै कमी आउँदैन थियो। वर्षौंको मेहनतले रामबहादुरले धेरै पैसा कमायो। बिस्तारै बिस्तारै उसले सुन जम्मा गर्न थाल्यो। केही वर्षमा उसँग एउटा ठूलो माटोको खैँटाभरि सुन भयो। त्यो खैँटो हेर्दा हेर्दै मन नपुग्ने गरी चम्किलो सुनले भरिएको थियो। तर रामबहादुरमा एउटा ठूलो कमजोरी थियो। ऊ अत्यन्त कन्जुस थियो। एक पैसा पनि खर्च गर्न उसको मनले मान्दैन थियो। खानेकुरामा पनि ऊ बचत गर्थ्यो। नयाँ लुगा किन्दैन थियो। घर पुरानो भए पनि मरम्मत गर्दैन थियो। कसैलाई सहायता गर्ने त टाढाको कुरा, आफ्नो परिवारलाई पनि राम्रोसँग खुवाउँदैन थियो। रामबहादुरलाई आफ्नो सुनको घैँटो कहाँ राख्ने भन्ने ठूलो चिन्ता थियो। घरमा राख्न डर लाग्थ्यो। चोर आउला भनेर बैंकमा राख्ने चलन त्यो बेलामा थिएन। धेरै सोच विचार गरेपछि उसले एउटा योजना बनायो। उसको खेतको एक कुनामा एउटा ठूलो पिपलको रुख थियो। त्यो रुखको पारी एउटा सुनसान ठाउँ थियो। रामबहादुरले त्यहाँ एक रात गहिरो खाडल खन्यो र त्यसमा आफ्नो सुनको घैँटो गाडिदियो। माथिबाट माटो हाल्यो, घाँस र पातले ढाक्यो। अब कसैले पनि थाहा पाउँदैन भनेर ऊ खुसी भयो। तर रामबहादुरको एउटा अर्को बानी थियो। उसलाई सुन हेर्न साह्रै मन पर्थ्यो। सुनको चम्किलो रंग हेर्दा उसको मन तृप्त हुन्थ्यो। त्यसैले ऊ दिनहौ त्यो ठाउँमा जान थाल्यो। हरेक दिन साँझ पर्न लाग्दा रामबहादुर आफ्नो खेतको त्यो कुनामा जान्थ्यो। वरिपरि हेर्थ्यो कसैले देख्छ कि भनेर। त्यसपछि बिस्तारै माटो हटाउँथ्यो, घैँटो निकाल्थ्यो। एक एक गरेर सुनका टुक्राहरू गन्थ्यो। 1, 2, 3, 100, 200 यसरी गन्दै जान्थ्यो। गनिसकेपछि फेरि घैँटो गाडेर घर जान्थ्यो। यो उसको दैनिक दिनचर्या नै बनिसकेको थियो। यसरी दिन बित्दै गए, हप्ता बित्यो, महिनौं बित्यो, तर रामबहादुरको यो बानी चाहिँ बित्दै मानेन। अब त्यही गाउँमा एकजना चोर पनि बस्थ्यो। उसको नाम मनबहादुर थियो। मनबहादुर अल्छी थियो। काम गर्न मन पराउँदैन थियो। अरूको सम्पत्ति चोर्ने मात्र काम गर्थ्यो। उसले गाउँका धेरै मान्छेहरूका घरबाट चोरी गरिसकेको थियो, तर कहिले पक्राउ परेको थिएन। एक दिन मनबहादुर गाउँको बाटो हिँड्दै थियो। त्यसै बेला उसले रामबहादुरलाई खेतको कुनातिर जाँदै गरेको देख्यो। यो मान्छे त्यता किन गइरहेको होला? उसको मनमा जिज्ञासा जाग्यो। उसले लुकेर हेर्ने निर्णय गर्यो। मनबहादुर एउटा झाडीको पछाडि लुक्यो। त्यहाँबाट उसले रामबहादुरलाई हेर्न थाल्यो। रामबहादुरले वरिपरि हेर्यो। कोही नदेखेपछि उसले माटो हटाउन थाल्यो। बिस्तारै बिस्तारै एउटा घैँटो बाहिर निकाल्यो। मनबहादुरको आँखा फराकिलो भयो। त्यो घैँटोभित्र सुन थियो, चम्किलो सुन। मनबहादुरको मन नाच्न थाल्यो। वाह, यो त ठूलो खजाना पो रहेछ, उसले मनमा नै भन्यो। मनबहादुरले त्यो रात केही गरेन। उसले थाहा पाउनु पर्थ्यो रामबहादुर दिनहौ आउँछन् कि 1-2 दिनमा मात्र। त्यसैले उसले केही दिन कुर्ने निर्णय गर्यो। अर्को दिन पनि रामबहादुर आयो। त्यही ठाउँमा, त्यही समयमा, त्यही काम, माटो हटाउने, घैँटो निकाल्ने, सुन गर्ने। मनबहादुर फेरि त्यही झाडीमा लुकेर हेरिरहेको थियो। तेस्रो दिन त्यस्तै भयो। चौथो दिन पनि, पाँचौं दिन पनि। 1 हप्ता बित्यो, 2 हप्ता बित्यो। मनबहादुरले बुझ्यो रामबहादुर दिनहौ त्यो ठाउँमा आउँछन्। साँझको समयमा आउँछन्, एक्लै आउँछन् र सुन गनेपछि फेरि गाडेर जान्छन्। अब मनबहादुरले आफ्नो योजना बनायो। उसले सोच्यो रामबहादुर साँझमा आउँछन्, तर मैले त बिहानै नै जानुपर्छ। जब उनी घरमा सुतिरहेका हुन्छन् तब म जान्छु र सुन लैजान्छु। एक रात मनबहादुर बिहानको 4 बजे उठ्यो। अँध्यारो थियो। चन्द्रमाको हल्का उज्यालो मात्र थियो। उसले हातमा एउटा कोदालो लियो र हिँड्यो। बाटोमा कोही थिएन। गाउँ सुतिरहेको थियो। मनबहादुर रामबहादुरको खेतमा पुग्यो। त्यो पिपलको रुख नजिक पुग्यो। उसलाई ठाउँ राम्ररी थाहा थियो। उसले माटो खन्न थाल्यो। केही बेरमा घैँटो देखियो। उसको मन ठुक गर्न थाल्यो। उसले घैँटो निकाल्यो। वाह, सुनले भरिएको। उसले झट्ट घैँटो बोकेर हिँड्यो। आफ्नो घरमा पुग्यो। त्यो सुन लुकाइदियो। भोलिपल्ट साँझ भयो। रामबहादुर आफ्नो सुन हेर्न गयो। ऊ त्यो ठाउँमा पुग्यो। माटो हटाउन थाल्यो। तर आज माटो फरक थियो। कसैले अलिकति खनेको जस्तो रामबहादुरको मुटु धड्किन थाल्यो। उसले छिटो छिटो माटो हटायो। घैँटो थिएन। रामबहादुर छक्क पर्यो। उसले फेरि हेर्यो। खाडल रित्यो। सुनको घैँटो हराएको थियो। हे भगवान, मेरो सुन कहाँ गयो होला? रामबहादुर चिच्याउन थाल्यो। उसको आँखाबाट आँसु बग्न थाल्यो। ऊ माटोमा लड्यो। छातीमा हात राखेर रोयो। जोडले रोयो। मेरो सुन, वर्षौंको कमाई, मेरो जीवनभरको मेहनत कसले लग्यो? कसले चोर्यो? हाय, म बर्बाद भएँ। अब म कसरी बाँच्नु? रामबहादुर बिलाप गर्दै थियो। उसको रुवाई त्यति चर्को थियो कि टाढासम्म सुनियो। त्यति बेला एकजना बुढा मान्छे त्यो बाटो हिँडिरहेको थियो। उसको नाम गोपाल दास थियो।
गोपालदास गाउँकै थिए, तर उनी ज्ञानी मान्छे थिए, धेरै अनुभवी। गाउँका मान्छेहरू उनलाई बुबा भनेर बोलाउँथे। गोपालदासले रामबहादुरको रुवाई सुने। उनी त्यता लागे। हेर्छन् रामबहादुर माटोमा लडेर रोइरहेको छ। हे रामबहादुर, के भयो? किन यसरी रोइरहेका छौ? के कस्तो दुःख पर्यो तिमीलाई? गोपालदासले सोधे। रामबहादुरले आँखा पुछ्दै भन्यो, बुबा, म बर्बाद भएँ। मेरो सुनको घैँटो कसैले चोरेर लग्यो। सुनको घैँटो? कस्तो सुन? कहाँ थियो? गोपालदासले सोधे। रामबहादुरले सबै कुरा भन्यो। उसले कसरी वर्षौंदेखि सुन जम्मा गरेको थियो, कसरी घैँटोमा भरेर यहाँ गाडेका थिए, कसरी दिनहुँ आएर सुन गन्थे र आज कसरी सुन हरायो, सबै कुरा भन्यो। गोपालदासले ध्यान दिएर सुने। उनले सोधे, रामबहादुर, तिमीले यो सुनबाट कहिले केही किनेका थियौ? छैन बुबा, मैले कहिले खर्च गरिन। तिम्रो परिवारलाई राम्रो खाना खुवायौ? राम्रो लुगा किनिदियो? छैन बुबा, म त बचत गर्थे। बिरामी भएका बेला औषधि किन्यौ? छैन, पैसा खर्च हुन्थ्यो भनेर। कसैलाई सहायता गर्यौ? गरिबलाई दान दियो? छैन बुबा, दान दिने त मेरो बानी नै छैन। गोपालदासले टाउको हल्लाए। उनले वरिपरि हेरे। एउटा ठूलो ढुङ्गा देखियो। उनले त्यो ढुङ्गा उठाएर रामबहादुरको अगाडि ल्याए। यो ल्याऊ, गोपालदासले भने। रामबहादुर अचम्म पर्यो। बुबा, यो ढुङ्गा? यो किन दिनुभयो? गोपालदासले भने, रामबहादुर, यो ढुङ्गा तिम्रो सुनको ठाउँमा गाडिदेऊ, माथिबाट माटो लगाइदेऊ, अनि दिनहुँ आएर यसलाई हेर। जसरी तिमी पहिले सुन हेर्थ्यौ त्यसरी नै। रामबहादुर रिसायो। बुबा, तपाईँ मेरो मजाक उडाउँदै हुनुहुन्छ। ढुङ्गा र सुन के एक हो र? गोपालदासले मुस्कुराउँदै भने, रामबहादुर, मैले मजाक गरेको होइन। म तिमीलाई एउटा ठूलो कुरा बुझाउन खोज्दैछु, ध्यानले सुन। रामबहादुर चुप भएर सुन्न थाल्यो। गोपालदासले भने, तिमीले त्यो सुन कहिले प्रयोग गरेनौ, खर्च गरेनौ, कसैलाई दिएनौ, खाली माटोमा गाडेर राख्यौ, दिनौ आएर हेर्थ्यौ, गन्थ्यौ, बस, अरू केही गरेनौ। अब यो ढुङ्गा पनि त्यस्तै हो। तिमी यसलाई पनि माटोमा गाड्न सक्छौ, दिनौ आएर हेर्न सक्छौ, गन्न सक्छौ। कति ढुङ्गा छ भनेर 1, 2 भनेर गन। त्यो सुन र यो ढुङ्गामा के फरक छ र? रामबहादुर केही बोल्न सकेन। गोपालदासले अझ भने, धनको मूल्य तब मात्र हुन्छ जब त्यो प्रयोग हुन्छ। सुनको मूल्य तब हुन्छ जब त्यसले कसैको जीवन राम्रो बनाउँछ। तिमीले भोकाएकालाई खुवाउन सक्थ्यौ, बिरामीलाई औषधि किनिदिन सक्थ्यौ, तिम्रो परिवारलाई सुखी बनाउन सक्थ्यौ, तर तिमीले केही गरेनौ। त्यो सुन माटोमा गाडिएको थियो, यो ढुङ्गा पनि माटोमा गाडिएको थियो। दुवैको प्रयोग शून्य थियो, त्यसैले दुवैको मूल्य पनि बराबर थियो, शून्य। रामबहादुरको आँखा खोल्न थाल्यो। उसले पहिलो पटक आफ्नो गल्ती बुझ्यो। गोपालदासले अझ भने, रामबहादुर, धन कमाउनु राम्रो हो, बचत गर्न पनि राम्रो हो, तर धनको उद्देश्य के हो? धनले तिम्रो जीवन र अरूको जीवन राम्रो बनाउनु पर्छ। यदि धनले त्यो गर्दैन भने त्यो धन ढुङ्गा भन्दा फरक छैन। रामबहादुर चुपचाप सुनिरह्यो। उसको मनमा हजारौं विचार आइरहेका थिए। गोपालदासले भने, कन्जुसताले कहिले कसैलाई सुखी बनाउँदैन। लोभले मान्छेलाई धनी त बनाउँछ, तर सुखी बनाउँदैन। तिमीसँग धेरै सुन थियो, तर तिमी सुखी थियौ? डरमा बाँच्थ्यौ, शङ्कामा बाँच्थ्यौ, दिनौ सुन गर्ने चिन्तामा बाँच्थ्यौ। यो कस्तो जीवन हो? रामबहादुरको आँखाबाट फेरि आँसु आए, तर यो पश्चातापको आँसु थियो। बुबा, तपाईँले ठिक भन्नुभयो, रामबहादुरले भन्यो। म आफै मेरो दुःखको कारण हो। मैले त्यो सुनलाई कहिल्यै सदुपयोग गरिन, त्यसैले त्यो हराउँदा पनि वास्तवमा मेरो केही हराएन, किनभने मैले कहिले त्यसबाट केही पाएकै थिइनँ। गोपालदासले रामबहादुरको काँधमा हात राखे। रामबहादुर, तिमीले आज ठूलो पाठ सिक्यौ। अब अघि बढ, अबदेखि मेहनत गर, फेरि कमाऊ, तर यसपटक त्यो धनको सदुपयोग गर, आफ्नो परिवारलाई सुखी बनाऊ, गरिबलाई सहयोग गर, तब तिम्रो धनको साँचो मूल्य हुनेछ। रामबहादुर उभियो। उसले गोपालदासलाई ठोक गर्यो। बुबा, तपाईँले मेरो आँखा खोलिदिनु भयो। म तपाईँको ऋणी छु। अबदेखि म परिवर्तन हुनेछु। गोपालदासले मुस्कुराउँदै भने, जाऊ छोरा, सुखी रहनु। त्यस दिनदेखि रामबहादुर बदलियो। उसले फेरि मेहनत गर्यो, फेरि कमायो, तर यसपटक उसले आफ्नो परिवारलाई राम्रो खाना खुवायो, राम्रो लुगा किनिदियो, घर बनायो, गाउँका गरिबहरूलाई सहयोग गर्यो। र अचम्मको कुरा, ऊ पहिले भन्दा धेरै खुसी भयो। सुन गाडेर बस्दा ऊ सधैँ डर र चिन्तामा हुन्थ्यो, तर अहिले ऊ शान्त र सन्तुष्ट भयो, किनभने अब उसले धनको साँचो अर्थ बुझेको थियो। यस कथाबाट धनको मूल्य त्यसको प्रयोगमा हुन्छ भन्ने शिक्षा लिन सकिन्छ। लुकाएर राखेको धन ठुङ्गा समान हो। जुन धनले अरूको जीवनमा सुधार ल्याउँदैन, त्यो धनको कुनै अर्थ छैन। त्यसैले धन कमाउनुहोस्, बचत गर्नुहोस्, तर सदुपयोग पनि गर्नुहोस्, नत्र त्यो धन माटोमा गाडिएको ढुङ्गा भन्दा फरक छैन।
दर्शक तथा श्रोतावृन्द, यो सँगै आजका लागि सम्पूर्ण कथाहरू सकिएका छन्। तपाईलाई आजका कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै अर्को भिडियोमा अर्को कथाको साथ उपस्थित हुनेछु। तबसम्मको लागि म कथावाचक समीन राईलाई बिदा दिनुहोस्। नमस्कार।